पहिला राजनीतिक दलका नेताहरूले राजाले चाहिँ देशलाई उन्नति प्रगतिको बाटो लाउन् भनेर भरम सिर्जना गरेर साथी 35 वर्षसम्म लुटेके। अब फेरि आउने दिनमा जेएनजीहरूले चाहिँ तोडफोड र आगजनीलाई देशलाई धेरै पछि लग्यो भनेर अझैको 30-35 वर्ष लुट्ने योजना बनाउने होला छन् यिनीहरूले के। त्यही भएर जेएनजीका अगुवा हो यो सरकारलाई यति तिमीहरूले सफल बनाएनौ। यो सरकारले निर्वाचन गरेर नयाँ सांसदहरू भित्र उरेर नयाँ सरकार गठन भएन भने तिमीहरूले चाहिँ कयौँ वर्षसम्म आतंककारीको ट्याग निधारमा लिएर हिँड्ने होला छौ। यति कुरा याद गर कि जसले युवा मार्ने अपराधीहरूले क्षमा अर्चना शुद्ध गर्न सक्दैनन् र आफ्नो गल्तीको बोध शुद्ध लिन सक्दैनन् भने तिमीलाई चाहिँ कस्तो नजरले हेर्छन् यति कुरा याद गर त। जसले अहिले तिमीलाई समर्थनको रूपमा हेरिरहेछ नि त्यसैले भोलि गएर तिमीलाई अपराधी भनेर मिडिया सामुन्ने भाषण छोड्दै हिँड्ने होला छ कि। त्यही भएर यी फाल्तु यी बुझ्दै नबुझ्ने अनपढ गवारका कुत्ताहरूको पछि लाएर तिम्रो करियर र देशलाई बर्बाद लाउन भन्दा सुशीला कार्कीको नेतृत्वको सरकारलाई कुनै पनि हालतमा चाहिँ सफल बनाऊ है। सफल बनाइदियो भने तिमीलाई चाहिँ सधैँभरि जनताले सम्झिन्छन् यार जेएनजी युवा पुस्ताले आन्दोलन गर्यो तर देशलाई चाहिँ परिवर्तन र देशलाई चाहिँ समृद्धितिर लिएर गयो भन्छौ। देश परिवर्तन र समृद्धितर्फ ब्रेक लगाउने बित्तिकै तिमीहरूलाई चाहिँ तिमीहरूको कारण देखाएर आतंककारीको ट्याग दिँदै देश लुट्ने काम अझ गर्छन् यी राजनीतिक दलका नेताहरूले। यति कुरा चाहिँ याद गर।